आफूलाई मन हुन पर्यो कुनै पनि काम जस गर्दै गइसकेपछि अलिकति हात हालेपछि जानिँदो रहेछ। मलाई पनि यो घरको सानातिना कामहरू आफैलाई गर्न रमाइलो पनि लाग्छ र अनि मान्छे बोलायो झन्झटिलो लाग्छ, मान्छे कुर्यो, उसको टाइम के हो यताउता। अनि तर फेरि त्यसको लागि एउटा उपयुक्त सामग्री चाहिँ हुन जरुरी छ। मैले यो ड्रिल बनिक्सबाट ल्याएको, यो ड्रिलमा आएको रड चाहिँ मैले युज गरिनँ किनभने यो कङ्क्रिटमा अनि इँटामै त्यो रड हुँदो रहेछ, त्यो भाँचिँदो रहेछ। यो एक्स्ट्रा अर्को 7-8 डलर तिरेर ल्याएको रड हो। यसले चाहिँ राम्रोसँग यो पाल खोल्दो रहेछ। त्यसपछि स्क्रु राम्रो टाइट होस् भनेर एउटा हामीले प्लास्टिकको चिज हाल्छौँ नि त्यो पालमा हालेर, अनि त्यसपछि बल्ल स्क्रु टाइट गर्छौँ नि, हो त्यसलाई के भन्छ थाहा छ भने लेख्नु होला। त्यो लगाएर अनि मैले स्क्रु टाइट गरेँ, त्यसपछि मजाले टाइट भयो। अनि धेरै दिनदेखि लथालिङ्ग भएको पाइप पनि पछाडि राम्रो देखियो। अगाडितिर अर्को साइडमा चाहिँ मैले रिट्र्याक्टेबल राखेको छु, त्यो चाहिँ अझै सजिलो हुन्छ युज गर्नलाई, त्यो पनि देखाउँछु। अहिलेलाई यति नै है त, धन्यवाद।